हामी सबैजनाले चिकन कहिले भुटेर त कहिले तेलमा तारेर त सन्धिने खाइरहेको हुन्छौँ, तर के तपाईँले कहिले चिकन पानीमा उमालेर खानु भएको छ? र आजको यो भिडियोमा चाहिँ म ट्राई गर्दै छु बोइल्ड चिकन। ल हेर, त्यो बोइल्ड चिकनको स्वाद एकदमै धेरै दामी हुन्छ वा एकदमै धेरै खत्तम। मासु ल्याउनुको लागि चाहिँ सबैभन्दा पहिला म पसलमा गएँ र पसलमा गएर चाहिँ मैले त्यहाँबाट एउटा लेग पिस ल्याएर घरमा आएँ। अनि घरमा आउने बित्तिकै इन्डक्सनलाई युज गरेर त्यो म अलिकति पानी हालिसकेपछि मैले त्यसमा लेग पिस पनि हालिदिएँ। अनि मैले चाहिँ 10 मिनट जति त्यसलाई पाक्न छोडिदिएँ। 10 मिनट जति पानीमा मजाले बोइल गरिसकेपछि बनेर रेडी छ हाम्रो बबाल खालको चिकन लेग पिस। अब चाहिँ पालो यो थाहा पाउने कि यसको टेस्ट एकदमै बबाल छ, एकदमै खत्तम। बिना कुनै चट्नीको लेग पिस यत्तिकै उठाएर टक्कै एक बाइट हानेको लेग पिस त मलाई यस्तो खत्तम लाग्यो, कुरै छोडिदिनु। लिएर पुरै बाहिरतिर फालिदिनु जस्तो लागिरहेको थियो। तर मैले चाहिँ लेग पिस चट्नीसँग पनि ट्राई गर्छु, चट्नीसँग कस्तो हुँदो रहेछ भनेर चाहिँ मैले चट्नी पनि राखेको थिएँ। त्यही भएर टक्क चट्नीलाई हालेर चट्नीसँग डोबेर टक्कै एक बाइट हानेको लेग पिस चाहिँ मलाई दामी लाग्यो। बोइल्ड चिकन खाँदा साइडमा चट्नी भयो भने त ठिकै हो, तर यत्तिकै निस्ती खाँदा चाहिँ चिकनको स्वाद एकदमै घटिया आउँदो रहेछ। अनि मैले चाहिँ चिकन खाँदाखेरि साइडमा मम्मी पनि बस्नु भएको थियो। अनि मम्मीले बिना कुनै चट्नीमा डोबेर यसो चिकन ट्राई गरिदिएको, मम्मीको रियाक्सन निकै यस्तो आएको थियो। र यस्तै टाइपको भिडियो हेर्नलाई च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला।